आज तारिक 8 अगस्त 2026 को दिन पर्बिङ जुनियर हाई स्कुलमा 2वटा भलिबल टुर्नामेन्ट भएको थियो। स्वर्ण जयन्तीको उपलक्ष्यलाई लिएर पर्बिङ जुनियर हाई स्कुलका गोल्डन जुबली कमिटीभित्र रहेका स्पोर्ट डिपार्टमेन्टले भलिबल टुर्नामेन्ट गोल्डन जुबली सेलिब्रेसन इन्टर भिलेज भलिबल टुर्नामेन्टको खेललाई गत 4 तारिक अगस्तबाट सुरु भएको थियो भनेदेखि आजको 5औं दिन रहेको थियो र आजको 5औं दिनमा 2वटा म्याच खेलाएका थिए। पहिलो म्याचमा चाङराङ बोइज बनाम अप्पर पर्बिङ बोजोगारी बोइजको बीच भिडन्त भएको थियो भने चाङराङ बोइजले बेस्ट अफ 2 मा आफ्नो जित हासिल गरेर आफ्नो टिमलाई विजय बनाएर अघिल्लो चरणमा प्रवेश गरेका छन् भने दोस्रो खेला रहेको थियो राङ्का ओपी बनाम फेन्जुङ बोइजका खेलाडीहरूमा आज भिडन्त रहेको थियो र यसै गरी राङ्का ओपीले पनि बेस्ट अफ 2 मा आफ्नो उत्कृष्ट प्रदर्शन दिएर आफ्नो टिमलाई विजय बनाएर अघिल्लो चरणमा प्रवेश गरिसकेका छन्। यस्तै गरी आजका मुख्य अतिथि विशिष्ट अतिथिगणहरू पनि उपस्थित रहनुभएको थियो। खुबै मनोरञ्जनका साथ यस खेललाई अवलोकन गर्नुभएको थियो। यसका साथै मोहन ढकालले कमेन्ट्री गर्दै स्कोर अपडेट पनि गर्नुभएको थियो भनेदेखि देवीप्रसाद ढकालले साउन्ड सिस्टममा अपडेट गर्नुभएको थियो। सम्पूर्ण साउन्ड सिस्टमलाई अपडेट गर्नुभएको थियो भने गाउँघरका सम्पूर्ण जनमानसहरू उपस्थित भएर खेलको रोमाञ्चकलाई आनन्द उठाइरहेका थिए। यस्तै गरी यस पर्बिङ गोल्डन जुबली सेलिब्रेसनको धेरैवटा कार्यक्रम रहनेछ। जुन महिनामा स्टार्ट भएको कार्यक्रम इन्भाइरोमेन्ट डेदेखि सुरु भएर लिटरेचर भानु जयन्ती 2 जुलाई 2026 मा सम्पन्न भयो भने अब आउँदो सेप्टेम्बरमा टिचर्स डे शिक्षक दिवसको सेलिब्रेसन रहनेछ। साथै अक्टोबर महिनामा यस गोल्डन जुबली सेलिब्रेसनको क्लोजिङ रहनेछ भन्ने गोल्डन जुबली समितिका प्रेसिडेन्ट श्री तीर्थबहादुर छेत्री बताउँछन्। दुवै दलका विजेता टिमहरूलाई हार्दिक बधाई दिँदै समितिका अध्यक्षले आजको यस खेललाई यही रहेको समाप्त भएको घोषणा गर्दै तीर्थबहादुर छेत्रीले सम्पूर्णलाई धन्यवाद ज्ञापनको कार्यक्रमपछि यस आजको खेल मैदानमा भएको खेल साथसाथै आजको कार्यक्रमहरू समाप्त भएको छ।